हेलो नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ आजको यस भिडियोमा। आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौँ 2026 को लागि कुन भिजाहरु छ कोरियाली सरकारले राखेको नयाँ अपडेट्सहरु के छ त्यो थाहा भएन भने तपाईहरुलाई चाहिँ एकदमै कन्फ्युजन हुन्छ र कहाँ जाने कसो जाने कुन कन्सल्टेन्सी खोज्ने भन्नुहुन्छ कति जना कोले नि कुन ठाउँमा आउने भन्नुहुन्छ है। अनि कन्सल्टेन्सीले चाहिँ यो ठाउँमा कलेज छ राम्रो छ भनिदिन्छ अनि तर यहाँ आउँदाखेरि त्यति कलेज यस्तो गाउँमा हुन्छ सौल आउनलाई 2-3 घण्टा 4 घण्टा लाग्छ। सो यस्तो कुराहरु अभोइड गर्नलाई सबै कुराहरु अपडेटहरु म तपाईलाई आज दिनेछु भिडियोमा। अनि यो भिडियो सुरुदेखि लास्टसम्म हेर्नुभयो भने द्याट विल बी इनफ फर यु के है त सबै आइडियाहरु तपाईलाई हुनेछ। अनि आज म विशेष गरी D4 भिजा, D2 भिजा, D कोड भिजा है त्यसैगरी स्पोन्सरशिप भिजा लगायत त्यसैगरी यहाँको काम कसरी गर्ने वर्क परमिटको लागि प्रोसेसहरु के कस्तो छ र एकदमै इम्पोर्टेन्ट सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ स्टुडेन्ट लाइफ सकेपछि के गर्ने। जस्तै मैले मास्टर्स सके अब के गर्ने पीएचडी गर्ने के गर्ने पीएचडी सकिनु भने के गर्ने हैन र त्यसको लागि हामीसँग धेरै अप्सनहरु छ त्यो थाहा भएन भने चाहिँ गाह्रो हुन्छ तपाईलाई। सो आज म त्यो सबै कुराहरु बताउने छु त्यसैगरी तपाईहरुलाई पीआर पनि कसरी पाउने भन्ने कुराहरु म आज सिकाउने छु। सो भिडियोलाई ढिलो नगरिकन सुरु गरिहालौं। आई डोन्ट नो कति लामो हुन्छ यो भिडियो तर लेट्स स्टार्ट दिस भिडियो है त। सो लेट्स सुरु गरौँ। सो फर्स्ट धेरैले क्वेशन गर्नुहुन्छ मलाई कुन भिजामा आउने D4 भिजा भनेको के हो D2 भिजा भनेको के हो आइएल्स गर्नुपर्छ कि पर्दैन D4 मा आइएल्स गर्नुपर्छ कि पर्दैन D2 मा आइएल्स चाहिन्छ कि चाहिँदैन D2 मा कोरियन चाहिन्छ कि चाहिँदैन अनि इन्टरभ्युमा फेरि भिजा अप्लाई गर्दाखेरि इन्टरभ्युमा कोरियनमा हुन्छ कि इंग्लिशमा हुन्छ भनेर सोधिराख्नु भएको हुन्छ धेरैले बिचारा। अब हामी सबैजनासँग त्यही क्युरियोसिटी नै हुन्छ मसँग पनि त्यही खालको थियो। म आएको 6 वर्ष भइसक्यो कोरिया आएको अनि मैले आफैले तपाईहरुलाई कतिचोटी भनिसके मैले सेल्फ अप्लाई गरेर आएको सबै कुराहरु म आफैले गरेको डकुमेन्टदेखि लिएर कलेज खोज्ने कलेजमा अप्लाई गर्ने कलेजसँग इन्टरेक्ट गर्ने भिजाको लागि डकुमेन्ट तयार गर्ने सबै म आफैले गरेर आएको र मेरो टोटल खर्च 1.5 लाख मात्रै भयो इन्क्लुडिङ प्लेन खर्च 90,000 चाहिँ प्लेन खर्च थियो मेरो त्यतिखेर है त। सो म तपाईहरुलाई हेल्प गर्नलाई यहाँ छु। ओके सो फर्स्ट कुरा गरौँ D4 भिजाको बारेमा। D4 भिजा भनेको के हो D4 भिजा भनेको चाहिँ तपाई सुरुमा यहाँ ल्याङ्ग्वेज सिक्न आउने कोरियामा ल्याङ्ग्वेज कल्चर या तपाई यहाँको कुकिङ भनौं न विशेष गरी तीनटा कुरा चाहिँ हुन्छ है त्यो सिक्नलाई तपाई कोरिया आउने हो। जस्तै जापान जाँदाखेरि पनि जापानी भाषा सिक्न जान्छ नि हो त्यसरी नै तपाई कोरियामा चाहिँ कोरियन भाषा सिक्न आउने हो। अनि तपाईलाई यसको लागि चाहिँ आइएल्स चाहिँदैन। आइएल्स भनेको चाहिँ के हो भनेर सोध्नुहुन्छ कतिजनाले। आइएल्स भनेको चाहिँ कुनै पनि देशमा पढ्न जानलाई तपाईको इंग्लिश भाषा राम्रो छ अंग्रेजी राम्रो छ भनेर चाहिँ टेस्ट लिनुपर्ने हुन्छ। अनि त्यो टेस्ट भनेको चाहिँ आइएल्स है त। अनि तपाईलाई कोरियन भाषा पढ्न आउने हो कोरियामा त्यही भएर तपाईलाई आइएल्स इंग्लिश भाषाको चाहिँ टेस्ट चाहिँदैन है त। सो आइएल्स नो निडेड। र त्यसैगरी अब अर्को इम्पोर्टेन्ट कुरा चाहिँ के भन्दाखेरि +2 चाहिँ पास हुनुपर्छ एसएलसी पास भएर हुँदैन है त। 11-12 चाहिँ पास हुनुपर्छ तपाईहरु र तपाईको जीपीए चाहिँ एभरेज हुनुपर्छ धेरै हाई नि चाहिँदैन धेरै लो भए नि एडमिसन पाउँदैन है त। सो एभरेज चाहिँ तपाईको जीपीए चाहिँ हुनु पर्यो। र अर्को इम्पोर्टेन्ट कुरा चाहिँ तपाईहरुले भाषा सिक्न आउँदाखेरि चाहिँ के हुन्छ भने तपाईले ल म भाषा सिक्न आउने बित्तिकै मैले काम गर्न पाउँछु भनेर कतिजनाले सोचिराख्नु भएको हुन्छ पाउँछ कि पाउँदैन भनेर क्वेशन पनि गर्नुहुन्छ मलाई। तपाईले आउने बित्तिकै काम चाहिँ गर्न पाउनु हुँदैन है त पाउनु हुँदैन। तपाईले एटलिस्ट फर्स्ट सेमेस्टर सक्नुपर्छ है त। यो रुल चाहिँ D4 लाई पनि हो D2 लाई पनि है त। अहिले D4 ले पनि काम गर्न थालेको छ वर्क परमिट पाइरहेको छ D4 ले पनि। सो द्याट्स अ भेरी गुड न्यूज अनि गुड अपडेट। पहिला D4 भिजाकोले तपाईको काम गर्न पाउँदैन थियो है त सुरुमै आएको 6 महिनापछि काम गर्न पाउने रुल्स थिएन अहिले चाहिँ चेन्ज भइसकेको छ। सो काम गर्न पाउँछ द्याट्स रियली गुड न्यूज एन्ड अपडेट्स। र अर्को कुरा चाहिँ तपाईलाई D4 मा आउँदाखेरि चाहिँ अलिकति एक्सपेन्सिभ चाहिँ हुन्छ है किनकि तपाईको कलेजको फी अलि महँगै हुन्छ कलेजको फी तिर्नुपर्ने हुन्छ डोर्मिटरीमा तपाई होस्टेलमा बस्नुपर्छ बाहिर बस्न दिँदैन तपाईलाई सुरुमै आएर बाहिर बस्न पाइदैन। सो होस्टेलमा बस्नुपर्ने छ तर D2 ले चाहिँ बाहिर आएर सुरुमै आएर बाहिर बस्न पाउँछ तर D4 ले पाउँदैन है त। त्यही भएर होस्टेलको फी देखि लिएर अन्य कुराहरुले अलिकति एक्सपेन्सिभ चाहिँ हुन सक्छ। अनि अर्को कुरा चाहिँ के पनि हुन्छ भने कलेजको फी र कन्सल्टेन्सीको फी को हिसाबले डिफर पनि गर्छ। डिफ्रेन्ट कलेजको डिफ्रेन्ट फी हुन्छ डिफ्रेन्ट कन्सल्टेन्सीले डिफ्रेन्ट रुल्सहरु फीहरु तपाईलाई भनिराख्नु भएको हुन्छ। सो इट्स अप टु कन्सल्टेन्सी अल्सो अनि अल्सो युनिभर्सिटी है त त्यो पनि तपाईको खर्चको हिसाबले पर्यो। अर्को कुरा चाहिँ तपाईले अब D4 भिजाको काम के हो भन्दाखेरि तपाईले यहाँ आएर भाषा सिक्ने हो अनि भाषा सिक्नु भइसकेपछि तपाईले जस्तै +2 सकेर आउनु भएको छ भने यहाँ आएर भाषा सिक्नु भयो लेभल 3 सामदाङ्गे या त सादाङ्गे ल्याउनु भयो भने त्यसपछि तपाईले चाहिँ ब्याचलर्स पढ्नको लागि कोरियन भाषामा ब्याचलर्स पढ्नको लागि अप्लाई गर्ने हो है त। अनि तपाईले इंग्लिशमा पढ्छु भन्नुभयो भने फेरि तपाईले आइएल्स गर्नुपर्ने हुन्छ कोरियामा तर इंग्लिशमा हैन म कोरियनमै पढ्छु किनकि भाषा अलरेडी भइसकेको हुन्छ तपाईको लेभल 3 लेभल 4 पुग्दा त तपाई एकदमै अझ लेभल 5 सम्म गर्नु भने धेरै राम्रो हो। मेरो सल्लाह त तपाईको लेभल 4 सम्म गर्नुस् एटलिस्ट लेभल 3 नत्र 4 अनि तपाई त्यसपछि तपाईले ब्याचलर्स अप्लाई गर्ने हो। अनि त्यो ब्याचलर्स अप्लाई गर्दाखेरि तपाईले सेल्फ अप्लाई गर्नुपर्छ
यहाँ कोरियामा कलेजहरुसँग जाने, कलेजमा जाने, कलेजसँग कुरा गर्ने, ल मैले D4 को भिजामा आएको हो म, मेरो लेभल 3 लेभल 4 छ, म पढ्न चाहन्छु नि, उनीहरूले डकुमेन्टहरु माग्छ, तपाईँले डकुमेन्टहरु उनीहरूलाई दिने हो। नेपालमा जति झन्झटिलो चाहिँ हुँदैन, तर स्टिल यु हेभ टु डु इट बाई योरसेल्फ है त। त्यही भएर तपाईँ त्यसको लागि एउटा माइन्ड प्रिपेयर भएर आउनुपर्छ है त। अनि अर्को कुरा चाहिँ के हुन्छ भने तपाईँले अब कलेज जोइन गरिसक्नु भने तपाईँले ब्याचलर जस्तै मानौँ +2 सकेर आउनुभएको थियो भने ब्याचलर्स जोइन गर्ने, या त मास्टर्स जोइन गर्ने, ब्याचलर्स सकेर आउनुभएको थियो भने अब त्यसपछि तपाईँले मजाले पढ्नुपर्छ है त। मलाई चाहिँ सबभन्दा बेस्ट भिजा चाहिँ D4 चाहिँ लाग्छ है, किनभने D4 मा तपाईँ भाषा सिकेर आउनुहुन्छ। प्रायः जति हामी कोरिया आउँदाखेरि चाहिँ भाषा, मैले जति भाषा सिकेर आउनुहोस् भने पनि सिक्नु हुँदैन है त। किनकि मैले भर्खर पनि तपाईँलाई भने नि अस्तिको भिडियोमा, म कति कलेजहरूमा गएर भाइ बहिनीहरूलाई सिकाएर आउँछु अनि यहाँको बारेमा अनि सल्लाहहरू दिइरहेको हुन्छु, काउन्सिलिङहरू दिइरहेको हुन्छु होइन, गाइडेन्सहरू गरिरहेको हुन्छु। अस्तिको भिडियो तपाईँलाई हालिदिएँ, फोटो हालेको थिएँ, आज पनि हालिदिउँला बरु। सो अनि मैले उहाँहरूलाई भेट्दै गर्दाखेरि वाउ दाइ मैले तपाईँको भिडियो हेरेको थिएँ भन्नुहुन्छ। अनि तर उहाँहरूलाई एउटा क्वेसन सोध्छु कि मैले सुने, भाषा गर्नुभयो त, भाषा गरेर आउनु भएको छ भन्दाखेरि छैन दाइ भन्नुहुन्छ। अनि त्यसले गर्दा काम पनि पाउन गाह्रो हुन्छ अनि एकदमै धेरै कुरामा च्यालेन्ज हुन्छ। तर तपाईँ D4 मा आउनुभयो भने भाषा सिकेर आउनुभयो त झन् राम्रो भयो। D2 मा आउनु भएको छ भने चाहिँ, तर D4 मा आउँदाखेरि यहाँ आएर भाषा सिक्ने हो नि त। अनि तपाईँले ब्याचलर्स कटाउने बित्तिकै PR को लागि भनौँ न प्रोसेस सुरु गर्न सक्नुहुन्छ। सो द्याट्स अ भेरी गुड भिजा फर D4। अर्को कुरा चाहिँ बुझ्नुपर्ने कुरा एकदमै इम्पोर्टेन्ट, यो चाहिँ D4 ले पनि D2 ले पनि है, एकदमै बुझ्नुपर्ने कुरा त्यो चाहिँ तपाईँको लोकेसन, तपाईँको कलेजको लोकेसन कहाँ हो भन्ने कुरा चाहिँ तपाईँ एकदमै क्लियर हुनुपर्छ। तपाईँले कलेजको लोकेसन थाहा नभइकन कन्सल्टेन्सीलाई डकुमेन्ट दिनुभयो अनि कन्सल्टेन्सीले यो युनिभर्सिटी हो भनिदिन्छ अनि ए ल मेरो त भिजा लाग्ने भयो त्यो युनिभर्सिटी जान्छु भनेर मक्क परेर नआउनुहोस् है। किनभने म अस्ति है 2 महिना 3 महिना अगाडि हो, 2 महिना अगाडि भनौँ न, म एउटा कलेज पुगेको थिएँ। मैले त्यो कलेजमा चाहिँ त्यहाँको प्रोफेसरसँग, मेरो अलिक कोरियनहरूसँग कलेजहरूसँग अलिकति सम्बन्ध मैले बढाइरहेको छु, म तपाईँलाई भनिरहेको पनि छु। सो त्यहाँको प्रोफेसरले मलाई नेपाली भाइ बहिनीहरूलाई यसो गाइड गरिदिनलाई बोलाउनु भयो मलाई होइन, म गएँ। अनि यति डाँडामा थियो त्यो कलेज, त्यहाँबाट सौल आउनलाई 3 घन्टा लाग्ने। अनि गेस वाट, हप्ताको 4 दिन चाहिँ क्लास, बिहानदेखि बेलुकैसम्म क्लास छ त्यहाँ है। अनि कन्सल्टेन्सीले उनीहरूलाई पठाइदियो, सक्यो कन्सल्टेन्सीको काम। अनि मलाई अचम्म लागेको कुरा चाहिँ त्यो हो क्या, खास कन्सल्टेन्सीले पनि अलिकति वास्ता चाहिँ गर्नुपर्ने यो कुरामा है। त्यति पर छ, गाउँमा छ त्यो कलेज, यस्तो डाँडामा छ, सौल आउँदा आउँदै थाक्छ मान्छे। अनि हप्ताको 4 दिन चाहिँ क्लास छ। अनि कलेजसँग मेरो उनीहरूले भन्नुभयो, साथ भाइहरूले भन्नुभयो कि भाइ बहिनीले त्यहाँ टन्नै छ 50-60 जना नेपाली छ त्यहाँ। अनि भाइ बहिनीले भन्नुभयो यस्तो तर हाम्रो चाहिँ कलेज कि ट्रान्सफर गरिदिनलाई रिक्वेस्ट गरिदिनुहोस् प्रोफेसरसँग, कि त क्लास हप्ताको 2 दिन या त 3 दिन मात्रै भए पनि राखिदिनु भन्नुभयो। अनि मैले कलेजसँग कुरा गरेँ, प्रोफेसरसँग। मैले डाइरेक्ट गएर कुरा गर्ने मेरो ऊ पनि होइन होइन, म त्यो फिल्ड पनि होइन मेरो, म कलेजको कुनै स्टाफ पनि होइन, जस्ट म त एउटा मिडिएटर भएर गएको थिएँ। सो उनीहरूलाई कलेजलाई भने, कलेजले चाहिँ के भन्नुभयो भने हाम्रो त इन्जिनियरिङ कलेज हो, हाम्रो त एकदम बेस्ट स्टुडेन्ट बोलाउँछौँ र यहाँ हाम्रो फोकस नै पढाइ नै हो। काम चाहिँ यसो अहिले गएर हप्तामा 2-3 चोटि यसो गएर काम पार्ट टाइम काम गरे पुग्छ भाइ बहिनीहरूलाई खाना लाउन, फी तिर्नलाई। त्यही भएर हामी चाहिँ पढाइमै फोकस गर्छौँ। हप्ताको 4 दिनबाट 3 दिन गर्न चाहिँ गाह्रो पनि हुन्छ, किनभने अरूहरू पनि प्रोफेसरहरूको त्यो टाइमिङहरू मिलाउन गाह्रो भयो भन्नुभयो। सो हेर्नुहोस् त, अब त्यहाँ 4 वर्षको लागि त्यो नेपाली भाइ बहिनीहरू त्यहाँ फसिरहेको छ कि। अनि 1-2 जना भाइ भन्छ म त अब इलिगल हुन्छ होला दाइ भन्छ, कहिले के भन्छ है। सो कारण के, आएको भर्खर 2 महिना भएको छ, 3 महिना भएको छ। कारण के भन्दाखेरि कहाँ छ कलेज बुझेको छैन होइन, कति दिन क्लास हुन्छ बुझेको छैन, केही छैन। सो त्यही भएर अलिकति केयरफुल हुनु होला। अब यो लोकेसनको बारेमा क्लास जति दिन भए पनि लोकेसन, क्लास अब कति दिन पर्छ भन्ने कुराले इम्पोर्टेन्ट पार्छ नै, तर पनि लोकेसनले धनै इम्पोर्टेन्ट पार्छ। किनकि तपाईँले काम पाउने ठाउँ भनेको प्रायः सौल, सुवन होइन, बिग सिटीतिर हो। तर तपाईँ गाउँ जानुभयो भने तपाईँ ट्राभल गर्दा गर्दै थाक्नुहुन्छ क्या। अनि त्यहाँमाथि होस्टेल बस्छ भाइ बहिनीहरू। सो लोकेसन तपाईँको कसरी खोज्ने भन्दाखेरि तपाईँले जानुहोस् ChatGPT-लाई गएर भन्नुहोस् है, हेलो च्याट, म लेखिदिन्छु यहाँ तल, तपाईँले लेख्न आउँदैन भने पनि हेलो ChatGPT हाउ फार इज दिस कलेज, जस्तै मानौँ मेरो कलेजको नाम मैले लेखेँ, त्यो कलेज चाहिँ फ्रम सौल भनेर लेख्नुहोस्। अनि ओके दाब्नुहोस् त, ChatGPT-ले भनिदिन्छ यति घन्टा लाग्छ भनेर, क्लियरली भनिदिन्छ। अनि त्यसपछि तपाईँले कन्सल्टेन्सीसँग भन्नुहोस् यो कलेज मेरो लागि धेरै नै टाढा भयो, काम पाउन मलाई गाह्रो हुन्छ होला, सो मलाई अलिक सौलमा पर्ने गरी कलेजमा हालिदिनुहोस् भनेर।
यो D4 लाई पनि हो, D2 लाई पनि यही कुरा म तपाईँलाई भन्छु। हेर्नुहोस्, तपाईँहरूले त्यत्रो लोन गरेर आउनु भएको हुन्छ, कन्सल्टेन्सीले तपाईँलाई पठाइदिन्छ, त्यसपछि आउट अफ कन्ट्याक्ट होइन, अनि कन्सल्टेसन केही गर्दिन्न। अस्ति एउटा कुरा आएको थियो, हप्तामा 4 दिन कुरा क्लास भयो हुँदो रहेछ नि त सर, यहाँ कन्सल्टेन्सीलाई भनेर सोध्नुभएछ, ए हो र भने सक्यो अरे कन्सल्टेन्सीको रेस्पोन्ड। सो बी केयरफुल भाइ बहिनीहरू है त। सो कन्सल्टेन्सीले तपाईँलाई हेल्प गरिराख्नु भएको छ, तर कति हदसम्म अलिकति तपाईँहरूलाई पनि गाह्रो हुन्छ। बुझ्नु भएन भने तपाईँ आफै अलिकति वाइज भएर डिसिजन लिनु भएन भने गाउँमा गएर तपाईँको ऋण तिर्ने त कहिले हो कहिले है त। सो त्यही भएर अलिकति केयरफुल हुनु होला यो कुरामा चाहिँ। र अर्को कुरा चाहिँ अब D2 भिजाको बारेमा जाउँ है त। अब D4 ले के गर्न मिल्छ? अब D4 ले D2 भिजामा आउन मिल्छ। ल्याङ्ग्वेज पास गर्नु भएपछि तपाईँले कलेजमा अप्लाई गर्ने हो, त्यसपछि तपाईँ D4 बाट D2 भिजामा चेन्ज हुनुहुन्छ। तर नेपालबाटै D2 मा आउनेहरू साथीहरूको लागि अब यो भिडियो कन्टिन्यू गरौँ। D4 लाई पनि काम लाग्छ है त, D4 ले पनि सुन्नु होला, D4 लाई पनि काम लाग्छ। सो D2 भिजा भनेको तपाईँ नेपालबाट कोरियामा या त तपाईँ कोरियाबाटै पनि कोरियामा ब्याचलर्स पढ्नलाई या त मास्टर्स पढ्नलाई या त PhD पढ्नलाई आउने भिजा D2 भिजा हो। अनि यो भिजामा चाहिँ तपाईँले चाहिँ यहाँ आएर चाहिँ इङ्ग्लिसमा पढ्नु पनि पायो, तपाईँको भाषा राम्रो छ, कोरियन भाषामा तपाईँले गर्नुभएको छ र टपिक होइन, त्यसरी KIP किपको इक्जाम दिनुभएको छ, लेभल 3, 4 ल्याउनु भएको छ भने तपाईँले कोरियन भाषामा पढ्न पाउनुभयो। अब यहाँ आएर तपाईँले ब्याचलर्स पढ्ने हो, ब्याचलर्स 4 वर्षको हुन्छ है। अब सोच्नुहोस् 4 वर्ष तपाईँ गाउँको कलेजमा जानुभयो भने के हुन्छ तपाईँको हालत 4 दिन क्लास भयो भने झन् कस्तो हुन्छ होला, 3 दिन मात्रै बिदा। सो अनि यहाँ आइसकेपछि तपाईँले चाहिँ सौलमा हुन्छ, बेस्ट हुन्छ, सौल, सुन राम्रो बिग सिटीहरू खोज्नुहोस् कि। र तपाईँ यहाँ आइसकेपछि तपाईँले पढ्ने हो। अब पढ्दै गर्दाखेरि तपाईँको स्कुलमा चाहिँ के चाहिन्छ भन्दाखेरि तपाईँको GPA चाहिँ एभरेज हुनु पऱ्यो, त्यस्तो वाउ नै चाहिँदैन मलाई जहाँसम्म लाग्छ। अहिले त्यो मैले हेरिरहेको छु है, मैले कति साथीहरू स्टुडेन्टहरू भेटिरहेको छु नि त मैले कलेजहरूमा गएर म सोध्छु, अनि त्यस्तो वाउ नै चाहिँ होइन, तर तपाईँको एकदमै लो GPA पनि भएर चाहिँ हुँदैन है त। सो अर्को कुरा चाहिँ तपाईँको IELTS चाहिन्छ। तपाईँ यदि इङ्ग्लिसमा पढ्न आउने हो भने IELTS गरेर आउनुपर्छ। IELTSमा 5.5 भए पुग्छ है त, 5.5 मात्रै चाहिन्छ तपाईँलाई IELTSमा। प्राइसको हिसाबले D4 भन्दा अलिक सस्तो हुन्छ है। अनि तपाईँको 6 महिनाको भनौँ न 1 सेमेस्टरको फी तिरेर आउने हो कि 1 वर्षको फी तिरेर आउने, त्यो अनुसारले तपाईँको प्राइस पनि फरक पर्छ। तपाईँ होस्टेलमा बस्ने हो कि बाहिर बस्ने हो त्यो कुराले तपाईँको प्राइस फरक पार्छ, र अर्को कलेजको फी कतिको महँगो छ भन्ने कुराले फरक पार्छ। अर्को इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दाखेरि तपाईँले मेरो सल्लाह चाहिँ है त D2 मा आउँदै हुन्छ नि भाषा बवाले गरेर आउनुहोस्, एकदमै राम्रो गरेर आउनुहोस्, र कलेज चाहिँ खोज्दै गर्दाखेरि कोरियाको अलिक राम्रै खालको टप कलेजतिर आउनुहोस्। म सल्लाह दिन्छु, आज युनिभर्सिटी पनि दामी छ, किनभने तपाईँको पछि PR अप्लाई गर्दाखेरि कोरियाको टप युनिभर्सिटीहरू गर्नुभएको छ भने तपाईँले कति पोइन्ट पाउँछ, 10 पोइन्ट हो कि 15 पोइन्ट्सले हिसाब हुन्छ क्या, त्यो पोइन्ट्स पाइन्छ। अनि त्यो हुँदाखेरि तपाईँलाई सजिलो चाहिँ हुन्छ, अलिकति एक्सपेन्सिभ चाहिँ हुन्छ है त। अब त्यो डिसिजन गर्ने काम तपाईँको, मैले जस्ट तपाईँहरूलाई आइडियाहरू मात्रै दिइरहेको छु है त। सो यो भिडियोमा चाहिँ म तपाईँलाई त्यही प्रश्नै भन्छु। अर्को कुरा चाहिँ तपाईँको चाहिँ काम गर्ने कुरा। अब D4 ले पनि D2 ले पनि एटलिस्ट तपाईँले 6 महिना पर्खिनु पर्ने हुन्छ, 6 महिनापछि मात्र तपाईँले काम गर्न पाउनुहुन्छ। कारण के भन्दाखेरि यो स्टुडेन्टको पढाइ कस्तो छ भनेर इमिग्रेसनले चेक गर्ने हो है त। तपाईँले 6 महिनामा चाहिँ तपाईँको 6 महिनापछि अप्लाई गर्दै गर्दाखेरि तपाईँको ट्रान्सक्रिप्ट आइसकेको हुन्छ, फर्स्ट सेमिस्टरको तपाईँको रिजल्ट आइसकेको हुन्छ, त्यो ट्रान्सक्रिप्ट उनीहरूले लिएर जाने हो तपाईँ। अनि उनीहरूले तपाईँको ट्रान्सक्रिप्ट हेर्छ, राम्रो छ भने तपाईँलाई अलि धेरै 40 आवर्ससम्म काम दिन सक्छ, तर छैन भने 20 आवर्स, 30 आवर्स, 35 आवर्ससम्म दिन्छ। तर इट डजन्ट म्याटर, तपाईँले वर्क पर्मिट चाहिँ पाउनुहुन्छ है त। तर एकदम नराम्रै छ है भने चाहिँ अलिकति नपाउन नि सक्छ। अर्को कुरा चाहिँ वर्क पर्मिट पाउँदै गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू तपाईँले के छ भन्दाखेरि चाहिँ तपाईँलाई मैले वर्क पर्मिटको लागि डकुमेन्ट पुरै बनाइदिएको छु युट्युबमा, म तपाईँलाई लिङ्क पनि हालिदिन्छु यो डिस्क्रिप्सनमा, या तपाईँको साइडमा यहाँ आउँछ होला, या तपाईँ गएर मेरो उसमै हेर्न सक्नुहुन्छ, च्यानलमै गएर हेर्न सक्नुहुन्छ, धेरै डाटा छैन त्यसमा, मैले थम्बनेल हालेको छैन, त्यत्तिकै त्यो थम्बनेल नबिनाकै यत्तिकै बोलिरहेको भिडियो हो है त। सो वर्क पर्मिटको लागि चाहिँ तपाईँले ध्यान दिनुपर्ने कुरा, तपाईँलाई फर्स्टचोटि तपाईँ आउनुभयो, आउने बित्तिकै कतिजनाले भन्छ है, कतिजनाले यहाँ आएर नबुझेको कुरा के कन्सल्टेन्सीले भनिदिनु पर्ने यो कुराहरू, म वाक्कै लाग्छ कतिचोटि है। त्यो कतिसम्म के त्यत्रो पैसा तिरेर आएको छ भाइ बहिनीहरू, कन्सल्टेन्सीको जिम्मेवारी होइन कि भने हो नि। अनि कहिले त म आफैले गएर कन्सल्टेन्सी खोलिदिनु पर्छ कि क्या जस्तो लाग्छ क्या भाइ बहिनीहरूलाई, यस्तो हुन्छ नि आफैले अलिक सस्तोमा अनि त्यसै गरी यहाँ आएपछि पनि उनीहरूलाई गएर पिकअप गर्ने, गाइड गर्ने, कोठाहरू खोजिदिने, सबै कुराहरू आफै गरिदिनु जस्तो लाग्छ कन्सल्टेन्सी खोलेर। आई डोन्ट नो। सो
कुरा चाहिँ के भन्दाखेरि तपाईँ यहाँ आइसक्नु भएपछि चाहिँ मलाई रिस खालि म भर्खर भड्किनुको कारण चाहिँ के भन्दाखेरि भाइ बहिनीहरू यहाँ आइसकेपछि एलियन कार्ड पायो भने तिमीले काम गर्न पाउँछ भनेर कन्सल्टेन्सी सिकाउँदो रहेछ कति कन्सल्टेन्सीले है त। अनि त्यो हुँदाखेरि चाहिँ भाइ बहिनीहरू यहाँ आउँछ एलियन कार्ड पायो त्यसपछि अब काम गर्न गयो उनीहरू। अनि इमिग्रेसनले समात्यो भने चाहिँ फर्स्टचोटि समात्यो भने उनीहरूलाई 2 लाख फाइन तिराउँछ तपाईँलाई। त्यसपछि तपाईँले वर्क पर्मिट अप्लाई गर्न पाउनुहुन्न। सक्यो वर्क पर्मिट अप्लाई गर्ने टाइम तपाईँको। यो चाहिँ नयाँ भर्खरको अपडेट। अर्को कुरा चाहिँ तपाईँलाई फेरि दोस्रोचोटि अब वर्क पर्मिट त छैन, काम त गर्नु पर्यो। अनि दोस्रोचोटि समात्यो भने तपाईँलाई नेपाल पठाइदिन्छ होइन। अनि यस्तो यस्तो भयो नि सर भनेर तपाईँले कन्सल्टेन्सीलाई भन्नुभयो भने हो र भन्ने मात्रै मेसेज आउँछ। अनि अलिक केयरफुल हुनुपर्छ नि भन्ने मेसेज मात्रै आउँछ। सो केयरफुल हुने काम तपाईँको है त। सो फर्स्टमै आएर काम गर्नलाई नआत्तिनु होला। मेरो रिक्वेस्ट चाहिँ तपाईँलाई के छ भने 6 महिना कोरियन भाषा राम्रो गर्नुहोस्। कोरियन भाषा राम्रो गरेपछि इनफ है त। अब यो मेरो सल्लाह हो, अब तपाईँले पर्सनल सल्लाह लिने काम चाहिँ तपाईँको है त। र अर्को कुरा चाहिँ तपाईँले अब लेट्स गो टु अब डी कोड भिजा हामीले ओके। अर्को चाहिँ वर्क काम गर्दै गर्दाखेरि स्टुडेन्टले केमा काम पाउँछ भन्ने कुरा है त। पहिलो चाहिँ सर्भिस सेक्टरमा हो, दोस्रो चाहिँ तपाईँको रेमिटेन्सहरूमा काम पाउँछ, त्यसै गरी रेस्टुरेन्टमै काम पाउँछ है, रेस्टुरेन्ट पनि पाउँछ काम। त्यसै गरी तपाईँको चाहिँ लन्ड्रीमा काम पाउँछ, स्पोर्ट्सहरू त्यो गेमहरू खेलाउने ठाउँमा गल्फहरूमा, अनि त्यसपछि याक्कु भनौँ बेसबलमा पाउँछ। त्यसै गरी मेरो साथी चाहिँ एकजना गोली गरेर आएको छ, कार वासमा पनि तपाईँ काम पाउन सक्नुहुन्छ, वर्क पर्मिट दिन्छ कार वासमा पनि। यस्तो टन्नै छ है त। अब त्यसको लागि तपाईँले स्किल कुनै स्किल पर्फेक्ट भएर आउनुपर्छ भन्ने छैन, तर विशेष गरी मेरो सल्लाह चाहिँ तपाईँलाई भाषा राम्रो गर्नुहोस् र तपाईँलाई स्किलै सिक्न मन छ भने चाहिँ ड्राइभिङ लाइसेन्स निकाल्नु होला। ड्राइभिङ लाइसेन्स पनि त्यति इम्पोर्टेन्ट नै चाहिँ होइन अहिलेलाई, तर यहाँ नेपालभन्दा यहाँ महँगो पर्ने भएर हो। अर्को कुरा चाहिँ तपाईँलाई कुनै पनि किसिमको कुकिङ भनौँ न, पास्ता हुनसक्छ, पिज्जा हुनसक्छ, बेकरी हुनसक्छ, यु क्यान लर्न। बेकरी पनि काम पाइन्छ है त। सो त्यो भएपछि तपाईँलाई यहाँ आएर काम पाउन अलिक सजिलो पनि हुन्छ। अस्ति मैले हाम्रो सुवनमा कपाल काट्न गएको थिएँ, म नेपाली कपाल काट्ने बसेको रहेछ नि, त्यहाँ नेपाली भाइले चाहिँ आएर कपाल काट्ने काम गर्दै हुँदो रहेछ, स्टुडेन्टमा आउनु भएको। उहाँले त्यो आफ्नोसँग भएको स्किल त्यहाँ प्रयोग गर्दै हुनुहुन्थ्यो। सो काम चाहिँ त्यसरी हो। अनि स्यालेरी चाहिँ तपाईँको अब होइन कस्तो छ भने हप्तामा 5 दिन काम गर्नुभयो भने हप्तामा 5 दिनको चाहिँ तपाईँको स्यालेरी चाहिँ कम्तीमा 260 है त, 260 लाख नेपाली 2,60,000 तपाईँले पाउनुहुन्छ। हप्ताको 6 दिन गर्नुभयो भने 3 लाखसम्मको स्यालेरी स्टुडेन्टहरूले पाइरहेको छ है त। त्यो मैले आफैले पनि देखेको छु। म तपाईँलाई मैले भनिदिएको पनि थिएँ पहिला एक्चुअली भिडियो, मेरो ब्लग पनि छ है, ब्लगमा तपाईँले हेर्न सक्नुहुन्छ यो कुराहरू चाहिँ। र अर्को चाहिँ अब डी कोड भिजा। अब कोड भिजा भनेको के हो भन्ने कुरा, मैले कोड भिजा भन्ने कुरा यति रिसर्च गरेँ यसको लागि एकदमै एक्ज्याक्ट एन्सर चाहिँ मैले पाइनँ है त। अनि मैले कोरियन सरकारले नै अब अपडेट गरेको कुराहरू हेर्दै गर्दाखेरि चाहिँ D2 भिजा र D2 कोड भिजा भन्ने कुरामा त्यति फरक चाहिँ नरहेछ। मैले अलिकति फरक देखेको चाहिँ कोड भिजामा चाहिँ तपाईँको आयो भने अब त्यो कतिको साँचो भन्ने कुरा त मलाई थाहा भएन। मैले एकजना बहिनीलाई चाहिँ भेटेको थिएँ कोड भिजामा आउनुभएको, अनि उहाँलाई पनि त्यति इन्फर्मेसन थिएन त्यो कुरामा। त्यही भएर उहाँले चाहिँ के भन्नुहुन्थ्यो, त्यो डिप्लोमा जस्तै हो, 2 वर्षको मात्रै कोर्स हुन्छ, त्यसपछि हामी E7 भिजामा मिल्छ भन्ने कुराहरू गर्नुभएको थियो। E7 जानलाई पनि तपाईँको कोरियन भाषा हुनु पऱ्यो होइन, त्यति जान पाइँदैन, गाह्रै छ। सो कोड भिजा चाहिँ मैले रिसर्च गरे अनुसारले, मैले खोजे अनुसारले, कोरियन गभर्मेन्टले पोस्ट गरे अनुसार चाहिँ D2 भिजा र डी कोड भिजा चाहिँ त्यति फरक चाहिँ केही पनि होइन है त। केही पनि फरक चाहिँ मैले पाइनँ है त। तपाईँ आफैले पनि रिसर्च गर्न सक्नुहुन्छ यो बारेमा। अर्को चाहिँ तपाईँको अब आइएल्स त त्यही हो, 5.5 नै चाहिहाल्छ डी कोड भिजामा पनि। अनि वर्क पर्मिट पनि तपाईँले त्यसरी नै पाउनुहुन्छ 6 महिनापछि नै। र तपाईँको त्यसै गरी मैले त्यहाँ रिसर्च गरे अनुसार कुनै पनि डिग्रीको लागि तपाईँ नेपाल जस्तै भने ब्याचलर्स पढ्न आउने, मास्टर्स पढ्न आउने डिग्रीको लागि हो त्यो कोड भिजा भनेको, या त कुनै रिसर्च गर्न आउने भनेर भनिरहेको थियो है त। ओके, अब कुरा आयो, अब त भिडियो त अलिक लामो पनि भएछ है। अब कुरा आयो म यहाँ पढ्न आएँ कोरियामा, अब कसरी चाहिँ प्लान बनाउने त्यो कुरा म तपाईँलाई भन्छु। पहिला सुरु तपाईँको ल्याङ्ग्वेज राम्रो गर्नु होला। अनि तपाईँ ब्याचलर्स सक्नुभयो भने D10 भिजामा गए पनि भयो है त। अब फर्स्टमा पढाइसकेपछि के गर्ने, पढाइसकेपछि तपाईँसँग 2टा अप्सन छ, 2-3टा अप्सन छ। फर्स्ट अप्सन चाहिँ तपाईँको D10 भिजा। D10 भिजा भनेको चाहिँ तपाईँले काम खोज्ने भिजा। जस्तै तपाईँले ब्याचलर्स पढिसक्नुभयो, ग्रेजुएट हुनुभएपछि तपाईँलाई अहिले पहिला चाहिँ 2 वर्ष दिन्थ्यो कोरियन सरकारले, अहिले चाहिँ 2 वर्षबाट बढाएर 3 वर्ष बनाएको छ। अनि 3 वर्षमा तपाईँले चाहिँ आफ्नो कोर्स पढेर सक्नु भइसकेपछि चाहिँ 3 वर्षको लागि तपाईँले काम खोज्ने भिजा पाउनुहुन्छ। तपाईँले काम मजाले खोजेर 3 वर्षसम्म भिजा थप्दै बस्न सक्नुहुन्छ। पहिला चाहिँ 6 महिनाको भिजा दिन्थ्यो यो D10 भिजामा चाहिँ। अहिले चाहिँ नयाँ 2026 देखि चाहिँ
1 वर्षको भिजा दिने कुरा ल्याइसकेको छ कोरियन सरकारले। र तपाईँले पढाइसक्नु भइसकेपछि अब के गर्ने भन्ने कुरा आउँछ। पढाइसक्नु भइसकेपछि तपाईँले चाहिँ अप्सन चाहिँ तपाईँको एउटा D10 भिजा हो, 3 वर्षको लागि तपाईँ थप्न मिल्छ। दोस्रो अप्सन तपाईँको E7 भिजा हो, जुन चाहिँ तपाईँले अब काम गर्ने, कुनै जब खोज्दै हुनुहुन्थ्यो, काम पाउनुभयो, अब म त्यो काम गर्छु भन्ने भिजा। त त्यसको लागि तपाईँको लेभल, भाषा लेभल चाहिँ लेभल 3 चाहिँ हुनु पऱ्यो एटलिस्ट, है त। अनि अर्को भनेको F2R भिजा। F2R भनेको तपाईँले मजाले पर्मानेन्ट रेसिडेन्ट जस्तो त होइन, तर एउटा रेसिडेन्ट भिजा भन्छ त्यसलाई पनि, है त। अनि F2R भने तपाईँ गाउँतिर गएर चाहिँ कम्पनीमा मजाले कामहरू गर्ने या त रेस्टुरेन्टमै काम गर्ने पनि हो, है त। अनि तपाईँले F2R भिजामा तपाईँले ब्याचलर्स गर्नुभएको छ भने 5 वर्ष काम गरिसकेपछि तपाईँले पिआरको लागि अप्लाई गर्न मिल्छ। तपाईँ मास्टर्स गर्नुभएको छ भने पनि 4 वर्षपछि तपाईँले अप्लाई गर्न मिल्यो, 3 वर्ष 4 वर्षपछि अप्लाई गर्न मिल्यो। तर पिएचडी गर्नुभएको छ भने 2 वर्षपछि तपाईँले पिआरको लागि अप्लाई गर्न मिल्छ। त्यसपछि तपाईँले पिआर अप्लाई गरिसक्नुभएपछि 10 वर्षको भिजा पाउनुहुन्छ। आफ्टर द्याट यु क्यान वर्क आउट फर बिजनेस भिजा एन्ड सो मेनी थिङ। सो है त, आजको भिडियो अलिकति लामो चाहिँ भयो, 20 मिनट चाहिँ गइसकेछ। सो मैले तपाईँहरूलाई इन्फर्मेसन दिन खोजेको कारण चाहिँ कुरा चाहिँ यही नै हो कि तपाईँ र मैले चाहिँ एकदमै केयरफुल भएर चाहिँ डिसाइड गर्नुपर्छ कोरिया आउँदै गर्दाखेरि। त्यत्तिकै हचमा आउनु हुँदैन, है त। कन्सल्टेन्सीसँग मजाले कुरा गर्नुहोस्, नडराउनुहोस्। किन डराउनु, त्यत्रो पैसा हालिसकेपछि होइन मजाले कुरा गर्नुहोस्। अनि त्यो कन्सल्टेन्सीले मान्यो भने अर्को कन्सल्टेन्सी छ, कन्सल्टेन्सी जति पनि छ। अब तपाईँहरूले सोध्नु होला कुन कन्सल्टेन्सीबाट आउँदा राम्रो भनेर। मैले कुनै कन्सल्टेन्सी चिनेको पनि छैन, अनि म आफैले अप्लाई गरेर आएको हो। त्यही भएर म तपाईँहरूलाई एक्ज्याक्टली भन्न चाहिँ सक्दिनँ। तर अब होपफुल्ली म आफैले पछि फ्युचरमा कन्सल्टेन्सी खोल्यो भने चाहिँ आई विल रियली हेल्प अल अफ यु, है त। यता मसँग अब कोही मान्छे, नजिकै मान्छे कोही भयो भने चाहिँ आई विल रियली हेल्प यु टु कम टु कोरिया इन अ डिफ्रेन्ट वे, है त। मसँग कोरियनहरूसँग पनि सम्पर्क छ, कोरियन कलेजसँग सम्पर्क छ। सो अनि मैले तपाईँहरूले भिडियोमा आएर मलाई कुनै पैसा डलर आउने पनि होइन, खासै धेरै पैसा आउँदैन, है। जस्ट आई एम स्पेन्डिङ माई अ लट अफ रिसर्च टाइम एन्ड एभ्रिथिङ जस्ट टु प्रोभाइड यु इन्फर्मेसन। किनकि तपाईँहरू यहाँ आइसकेपछि यत्रो ऋण गरेर आउनु भएको हुन्छ, त्यो भएन भने कति डिप्रेस हुन्छ। अस्ति सुसाइडको केस पनि आयो, स्टुडेन्टहरूले गरेको स्टुडेन्टले गरेको सुसाइड। सो यस्तो केस हुँदै गर्दाखेरि चाहिँ आई रियली वरिड अबाउट अल अफ यु। सो आजको भिडियो अलिकति लामो भयो भने इन्फर्मेटिभ चाहिँ भयो होला। सो यहाँ केही क्वेसन छ भने कमेन्ट गर्न सक्नुहुन्छ। र म मेरो लाइफ स्टाइल चाहिँ म कसरी जिउँछु, कसरी के गर्छु भन्ने कुरा चाहिँ मैले मेरो भ्लगमा हालिरहेको हुन्छु। सो प्लिज गो टु माई भ्लग च्यानल, मेरो डिस्क्रिप्सनमा हुनेछ। अनि मलाई कन्ट्याक्ट गर्ने भए मलाई फेसबुकमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। सो आजको भिडियोलाई यति नै राखौँ, हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। क्वेसन छ भने सिधै कमेन्टमा लेख्न सक्नुहुन्छ या त फेसबुकमा आउन सक्नुहुन्छ, है त। हुन्छ, बाई, नमस्ते।